भनौँ आइजिपी दानबहादुर कार्कीले पत्रकारलाई फोन गरेर थर्काएका छन्। अहिले त्यो फोन कल लिक भएको छ, उनको भ्रष्टाचार गरेको खबर निकालेको भन्दै उनले थर्काएका हुन्। यो भन्दिनु गलत हो, मैले त राम्रो सूचना दिए हुँ त सर। त्यही त सूचना कहाँबाट पाएर त्यस्तो चाहिएन, सूचनाको स्रोत चाहिएन। अब त्यो त यो के अरे म समाचार लेख्ने मान्छेले त्यो सूचना स्रोत हजुरलाई भन्ने होइन, मैले त यस्तो छ है यस्तो भन्दा रहेछ भने छन् व्यक्तिगत जीवनमा धावा बोलिस् नि। अब ल उल्टो मैले त राम्रो पो कुरा गरिदिएँ सर। राम्रो हेर, अब लामो कुरा केही गर्नु छैन त आउँछस् कि म त पनि तेरो घर बिगारिदिन पनि सकिन्छ कि हाम्रो घर तैँले बिगार्छस् भने। ए सर मैले त्यो बिगारेको होइन, मैले त झन् राम्रो कुरा सूचना पो भने हो सर। तैँले कहाँ पुष्टि गर्नु पर्ने तैँले पहिला कुरामा? ल हेर मैले त्यस्तो त्यो मैले त्यो व्यक्तिगत जीवन त तैँले साले तैँले थाहा छ कसरी खटिन्छ पुलिस भन्ने। ए सर मैले तपाईँलाई त्यस्तो भनेको होइन कि सर, यस्तो रहेछ भनेको छु त सर। तपाईँ किन यस्तो गाली गरेर राख्नु भएको सर? एसएलसी पास तैँले एसएलसी पास तैँले त्यति बुझ्यो होला तेरो कुरा बुझ्नु पर्यो हामीलाई। तपाईँ यहाँ आउनु होइन। ए सर एउटा कुरा के हो भने मैले त तपाईँलाई यत्रो ए सुन यहाँ तँ जतिको कुरा गर्नु मलाई पनि आउँछ, तेरोभन्दा बढी कलम मेरो चल्छ। तेरि सर त्यो त ठिक छ कि मैले त्यस्तो केही गरेकै होइन। कुन भन्दैछु मैले तैँले जब मेरो जीवनमा प्रभाव पर्ने गरी कुरा गरि त हालिस् त कि टुङ्गोमा पुरा के तपाईँ टुङ्गोमा मैले पुऱ्याउनु पर्छ? त्यो टुङ्गो त पुग्नु पर्यो एटलिस्ट एउटा। म यहाँ 5-7 वर्षदेखि एउटा ए मैले के टुङ्गोमा पुगाइदिनु पर्यो? मैले के भनेको छु र? यहाँ सुन्नु म 5-7 वर्ष 10 वर्ष त्यो ठिक छ कि मैले के भनेर गल्ती गरेँ भने हजुर तैँले अस्ति तैँले चिन्दै नचिनेको मेरो वाइफलाई के थाहा? वाइफलाई फोन गरिस् तैँले? त्यो फोन कहाँबाट पाइस्? मैले फोन त त्यो कृष्णले अहिले म्यासेन्जरमा के अरे व्हाट्सएपमा कुरा गर यस्तो हजुर फोन गरेर के अरे अब फोनमा लामो कुरा गर्दिन। तपाईँलाई घरबाट हिँड्छ। ए सर म आउँछु कि आउनु त अहिले? यहाँ सुन्नु अहिले नै आइहाल्नु तपाईँ यहाँ के अरे बालुवाटार चोकबाट भित्र म बालुवाटार चोकसम्म आउनु पर्यो होइन? तपाईँ आइहाल्नु होइन? यो मैले दिनु नै छैन यार, मैले तँलाई केही कुरै गरेको छैन त। त्यसको कुरा गर्छ कहिले हो यो कुरा गरेको? यहाँ सुन्नु होइन तपाईँ आइहाल्नु। यो कहाँ सुन्नुभयो, कसरी सुन्नुभयो, के कुरा हो होइन? तपाईँलाई कसले भने हो त्यो कुरा चाहिँ? ए यति कुरा मैले यस्तो हो कि मैले राम्रो गरेर यस्तो किन भन्छन् भनेर भनेको भाइ हेर्ने राम्रो कुरा राम्रो तरिकाले भन्नुको ठिक छ। अनि मैले के गल्ती गरेँ त? मैले त तँलाई भनेको हो नि त। तैँले मैले तँसँग त यस्तो यस्तो भन्छन् पो भनेको थिएँ त। कसले भन्छ भन्ने कुरा भयो कि त्यो चाहिँ को हो भन्ने यस्तो हो कि राजनीति म यसो हो कि समाचार लेख्छु यसो भाइ समाचार लेख्छु यस्तो हो कि म त्यहाँ आउन गाह्रो होइन। मैले समाचार लेख्दाखेरि होइन यस्तो हुन्छ। ए सर आउन त आउँछु त मैले भनेकै छु त। ए सर त्यस्तो केही होइन, म आउँछु त भनेको छु त नि। तर मैले गल्ती के गरेर तपाईँ यसरी भनिराख्नु भएको छ भनेको? मलाई एकदम तपाईँ यहाँ बालुवाटार चोकमा आइहाल्नु यहीँनिर छ होइन? मैले के गल्ती गरेर यार, मैले त झन् राम्रो यस्तो छ भनेको थिएँ। सुन्नु न तपाईँले गल्ती गर्यो भनेको होइन कि? अनि के गर्ने भाइ? अनि म भोलि बिहान आउँछु भन्दा पनि अहिले आइज भनेको कि मैले के गल्ती गरेको छु? यहाँ सुन्नु म पनि यहाँ बाहिर जाने भनेर भनेको थिएँ, म गएन, म यहाँ आएँ। यहाँ सुन्नु मलाई त अहिलेसम्म यस्तो कहिले सुन्नु परेन। 5-7 वर्ष भइसक्यो होइन मैले के गल्ती गरेर मैले त्यो भनेको के? सुन्नु न नाइ तपाईँले यो भन्नुभयो ठिक छ, तर कहाँ सुन्नुभयो? अब त्यो कहाँ सुन्यो मैले स्रोत किन भनिदिउँलाई त यार भाइ? होइन दाइ क्लियर भन्नु पऱ्यो नि त, गाह्रो हुन्छ नि। अनि त्यसै मैले पनि त यहाँ किन भन्नु पऱ्यो ल भन्नु त? तपाईँ आउनु न, तपाईँ आएर यहाँ बालुवाटार चोकमा आउनु, म आउँछु त्यहाँ बाहिर। ल आउनु त आउने भए ठिकै छ, तर त्यो उ त गर्नु भएन नि त। त्यो राम्रो कुरा होइन नि भाइ। एटलिस्ट आएर क्लियर गर्नु। ल म आएँ। ल काण्ड आइजिपी दानबहादुर कार्कीले यसरी पत्रकारलाई नै फोन गरेर थर्काएको भनेर अहिले सामाजिक सञ्जालमा यो भिडियो यत्र तत्र भाइरल भइरहेको छ। मैले पनि सामाजिक सञ्जालबाटै लिएर बनाएको भिडियो। यो भिडियो यदि सत्य हो भने आइजिपी दानबहादुर कार्कीले तत्कालै राजीनामा दिएर मार्ग प्रशस्त गरेर छानबिनमा सहयोग पुर्याउनु पर्छ। खगेन्द्र सुनारले यसै त भनेका होइन, उनको बोल्ने शैली गलत थियो होला, उनले बोल्ने शैली मिलेन होला, तर भ्रष्टाचार प्रति उठाएको आवाज भने एकदम मिलेको छ।